स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जरूरी सूचना। सुक्खा मौसम, वन डढेलो, सड़क निर्माण लगायतका निर्माण कार्यबाट केही दिन यता काठमाडौँ उपत्यका लगायत देशका विभिन्न शहरी क्षेत्रमा वायु प्रदूषण खतराको तह नजिक पुगेको छ। वायु प्रदूषण बढ़दा श्वास प्रश्वास समस्या, दम र फोक्सोको संक्रमणका जोखिम, सुक्खा खोकी, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुक्खा हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य समस्याहरू बढ़दै गएको देखिन्छ। तसर्थ वायु प्रदूषणलाई ध्यानमा राखी सम्भव भएसम्म घरभित्र बसौं, अनावश्यक यात्रा र बिहानकै हिँडाई नगरौं, घर बाहिर निस्कन परे अनिवार्य मास्क लगाऊं, 5 वर्ष मुनिका बालबालिका, गर्भवती महिला, दीर्घ रोगी र ज्येष्ठ नागरिकहरू बढ़ी जोखिममा हुने हुँदा विशेष सावधानी अपनाऊ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र। खुसीका कुरा कस्तो खुसीको कुरा? मासु, अण्डा, दूधमा अब हामी आत्मनिर्भर बन्ने छौं नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन। हामी आफै सक्षम बन्ने छौं। अब यति कुरामै खुसी भएर हुँदैन के धुर्मु? हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनुपर्छ, त्यो पनि गुणस्तरीय उत्पादन। सही भने सिन्ताली, यो कुरा त सबैलाई भन्ने गर्नु पर्यो नि। मासु र अण्डा उत्पादनमा आत्मनिर्भर बनौं, गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहर भवन। ओइ गाइस, उड्दै जाने कि मजाले तैरिँदै जाने? बल हैन, दिमाग लगा, स्प्राइट चिल गर्ने। नयाँ प्याराशुट नेचुरल स्याम्पूलाई मेरो कपालले भन्छ यस। यसको प्राकृतिक गुणहरूले कपाललाई राख्छ प्राकृतिक रूपमा सिल्की र बलियो। प्याराशुट नेचुरल स्याम्पू, केमिकललाई भनौँ नो, नेचुरललाई भनौँ यस। ट्राई गर्नुहोस् नयाँ एन्टी ड्यान्ड्रफ स्याम्पू, चायाबाट 100% सुरक्षाका लागि। तिम्रो नजर नलागोस्। लामखुट्टे बगाउँछ बिना धुवा फैलाई, ताकि निन्द्रालाई नजर नलागोस्। गुड नाइट लिक्विड। नयाँ गुड नाइट फ्ल्याश, अरू लिक्विड भेपोराइजर भन्दा 2 गुणा बढी प्रभावशाली। प्रसूति अवस्थामा हुन सक्ने जटिलताहरू जस्तै धेरै रगत बग्ने, उच्च रक्तचाप, कम्पन छुट्ने, बेहोस हुने, समयमा साल नझर्ने, बच्चा योनि मार्गमा अड्किने आदि जस्ता जटिलताहरू कम गर्न र आमा र नवजात शिशुको जीवन सुरक्षित गर्न प्रसूति सेवा 24 घण्टा उपलब्ध हुने नजिकैको स्वास्थ्य संस्थाहरूमा प्रसूति गर्न लैजाऊ। सरकारी एवं अन्य सूचीकृत स्वास्थ्य संस्थाहरूमा प्रसूति गराए बापत नेपाल सरकारबाट यातायात खर्चको पनि व्यवस्था गरिएको छ। आमा तथा नवजात शिशु स्वास्थ्य सेवा नेपाल सरकारद्वारा निशुल्क उपलब्ध छ। मम, फेरि अलिअलि दुख्या हो, डोन्ट वरी, इग्नोर इट। सानो डेन्टल प्रब्लम्सलाई पनि इग्नोर होइन, टाढा राख्नुहोस्। डाबर रेड पेस्टले 7 डेन्टल प्रब्लम्ससँग लड्नको लागि। डाबर रेड पेस्ट प्रब्लम्सले राख्छ कोसौं टाढा। यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको। सामान राम्रो छ, ढुक्क हुनुहोस्। थाहा छ, त्यसैले त यही लिन आएको। विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रोडक्ट नै युज हुन्छ। त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है। सुरक्षा घरको साथ जीवनभरको। कति सुहाएको, तर कपाल खोल न। सेतो कपाल लुकाइरहेको हो के? खोल न, म भन्छु नि के गर्ने भनेर। हेयर कलर, हेयर चावाला कलर, एलोभेराको 10 गुणा बढी हेयर चाह कपाल देखिन्छ सफ्टर र शाइनियर। होय। What is expert rich cream हेयर चाहवाला कलर। 10 गुणा बढी हेयर चाह कपाल देखिन्छ सफ्टर र शाइनियर। होय। 10 गुणा बढी हेयर चाहवाला कलर। 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 10 गुणा बढी हेयर चा
सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजन। नेपाल टेलिकमको सम्पूर्ण सेवाहरू प्रयोग गरी राष्ट्र निर्माणमा सहयोग गरौँ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। नमस्कार, नेपाल टेलिभिजनको यो समाचार बुलेटिनमा स्वागत छ। म श्वेता सिन्हा। सुरुमा प्रमुख समाचार। रामनवमी पर्व आज भगवान श्री रामको पूजा आराधना गरी मनाइयो। खोटाङको हलेसीमा 15 दिने रामनवमी मेला सुरु। आमदानी भन्दा 16 गुणा धेरै खर्च हुँदा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा समस्या। बीमामा आबद्ध हुनेको संख्या 90 लाख, क्रियाशील बीमितहरू भने 58 लाख मात्रै। देशका विभिन्न स्थानमा वन डढेलोका घटनामा वृद्धि। धादिको वनमा लागेको डढेलो बस्तीमा पस्ने जोखिम उच्च। बीपी राजमार्गको दायाँ बायाँ आग लागि हुँदा यात्रा नै जोखिमपूर्ण। अमेरिकी राष्ट्रपति ट्रम्प विरूद्ध व्यापक विरोध प्रदर्शन। 50वटी राज्यका 1200 स्थानमा प्रदर्शन गर्ने लक्ष्य। ट्रम्पले अघि सारेका सामाजिकदेखि आर्थिक मुद्दाहरूमा सन्तुष्टि। र अफगानिस्तान अन्डर 19 टोली विरूद्धको एक दिवसीय श्रृंखला अन्तर्गत आजको खेलमा नेपाल 1 रनले पराजित। एक खेल अगावै अफगानिस्तान श्रृंखलाको उपाधि 2-0ले जित्न सफल। तपाई पनि नेपाल टेलिकमको हाई स्पिड फाइबर इन्टरनेट 1 Gbps र 500 Mbps लिन चाहनुहुन्छ भने आजै 198 मा फोन गर्नुहोस् र आफ्नो बिजनेसलाई अझ उचाइमा लानुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। सजिलो अनलिमिटेड प्याक, सधैँ जोडिनुहोस् जहाँ मन लाग्छ जब मन लाग्छ। स्टे कनेक्टेड, स्टे ह्यापी। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। अब समाचार विस्तारमा। चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज भगवान श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ। रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ। प्रत्येक वर्ष चैत शुक्ल नवमीका दिन रामनवमी पर्व मनाउने गरिन्छ। चैत अष्टमीका दिन अष्टमातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने विश्वास गरिन्छ। यस अवसरमा काठमाडौँको 32 पुतली स्थित राम मन्दिर, पशुपतिनाथ पारी रहेको राम मन्दिर, गोकर्णेश्वरको आरूबार स्थित राम मन्दिर लगायतका देशभरका अन्य राम मन्दिरहरूमा पनि बिहानैदेखि भक्तजनको भीड़ लागेको थियो। आज नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला समेत प्रदर्शन गरिन्छ। रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा पाठ एवं आराधना गरेमा श्री प्राप्त हुने शास्त्रीय मान्यता छ। रामनवमी पर्वका दिन भगवान राम मन्दिरहरूमा पूजा पाठ गरिन्छ। आज जनकपुर स्थित राम जानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ। यसैबीच धार्मिक स्थल खोटाङको हलेसीमा 15 दिने रामनवमी मेला पनि आजदेखि शुरू भएको छ। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलेसीमा रामनवमीको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्दछ। पूर्वको पशुपतिनाथको नामले चिनिने हलेसी स्थित त्रिधामको दर्शन गर्न नेपाल लगायत भारत र भूटानबाट समेत हिन्दू र बौद्ध मार्गीहरू पुग्ने गर्दछन्। किराँत सभ्यता र दर्शनसँग समेत जोडिएको हलेसी मेला धूमधामका साथ लाग्ने गर्दछ।